back my first video YouTube channel. हम चाहिँ आज खजुरी खान आइरहेको छौँ यता झिकनीको जङ्गलतिर देख्न सक्नुहुन्छ त खजुरी बोट छ है खजुरहरूले के बस्छ साथीले खजुरी खाइरहेछ खासै त पाकेको छैन अलिअलि थोरै थोरै पाकिरहेछ हामीहरू चाहिँ टिबेलको इक्जाम गर्न आएको त्यही भएर इक्जाम गरेर टाइम खाली टाइममा हामी चाहिँ खजुरी खान आएको यता देख्न सक्नुहुन्छ यसको पारा मेरो हालत हेर्नु चाहिँ जुत्तासँग आएको छु जङ्गलमा अब के भन्नु छ र अवस्थामा अब हाँसले यति पनि छ यता पनि छ रहेको छ खजुरीको झुप्पा ल आफ्नै लोकल स्टाइलमा अरे जङ्गली कस्तो गाह्रो भएको केही ल त गाइजहरू हामीहरू चाहिँ अब लागिसक्यौँ है तलतिर देख्नुहुन्छ साथीहरू के ल देखा त कस्तो हुन्छ खजुरी ए देख्नुहुन्छ खजुरी हजुरहरूले कहिले खानु भएको छ कि नै खजुरी हाम्रो साथीको पारा देख्नु एउटा साथी कहाँ गयो कि यार अहिलेसम्म आउँदैन कि अब त्यो कहाँ हरायो कि यार आस्ते यार तना दिन्छ भने के यार यस्तो जङ्गलमा बिच जङ्गलमा है बाटो पनि लास गाह्रो छ यस्तो जङ्गलमा यहाँबाट मऱ्यो भने त कसैले किडन्याप हान्दैन नि त खतम हुन्छ नि यार यस्तो मगेको बेलामा है कसैले किड्नी सिड्नी अनि तानिदियो भने त गाह्रो भइहाल्छ नि यार होइन र ल म चाहिँ ल फेरि खजुरी खान गएँ एउटा पाकेको देखेँ मैले यी देख्न सक्नुहुन्छ मैले यसलाई चाहिँ यसरी क्वाप खाइदिएँ न्याम न्याम ग्याप ओ छिटो आके मलाई यो देख्छु यत्रो रोटी कहाँ गयो थाहै छैन यार खजुरी खाइयो यही नै ठुलो कुरा हो हाम्रो लागि हो र अनि आजको एक्जाम कस्तो भयो त एक्जाम त आजको बबालै भयो ल गाइज साथी चाहिँ बबाल भएछ मेरो भने यार बिग्रिए जस्तो लागिरहेको छ यार एक्जाम गाह्रो छ नि यार एक्जाम गर्न आएको मान्छे है हामी चाहिँ एक्जाम गर्न आएको मान्छे अब एक्जाम पनि सकेर हामीहरू चाहिँ जङ्गलमा खजुरी खान आएको अब खजुरी पनि अलिअलि चाखिसकियो अब चाहिँ रुमतिर जाने त होला एउटा साथी पनि त्यहाँ छ यार जङ्गलमा के गरेर खाएको थियो यार मेरो फलले देखाएको देखाउँदैन हजुर देख्न सक्नुहुन्छ त्यसलाई बढासक्यो क्या यसको उसका खजुरी खानेका यार गरिन्छ यार यस्तो गर्नु छ मान्छे मर्छ होला यस्तो गर्नु लास गरेर गर्मी छ छिटो आके मुला कति खजुरी खान्छस् यार त्यो आफ्नै तालमा छ क्या यार के भन्नु क्या यस्तो यार एक्लै एक्लै खजुरी खाइरहेको छ यार साथीभाइले बिर्सिएको छ साथीहरूलाई रोडमा हिँडाइरहेको छ यस्तरी आफू भने त्यहाँ जङ्गलमा एक्लै एक्लै गएर माया खजुरी खाइरहेको छ यस्तो पनि छ क्या हाम्रो उसमा साथी ग्रुपमा यार यस्तो नि हुन्छ र यस्तो नगर्नु पर्ने हो यार म पनि एक्लै एक्लै यस्तो रोडमा खाली रोडमा हिँडिरहेको छु यार ल शारदा पनि आएको छ है देख्न सक्नुहुन्छ धमिलो छ यहाँबाट मेरो फोनबाट खासै देखिरहेको छैन यतातिर पारेकोतिर गाउँ रहेको छ झिकाने गाउँ झिकाने माथिल्लो चोक देख्न सक्नुहुन्छ यतातिर अनि यता तल शारदा यो कुन गाउँ हो थाहा छैन मलाई अनि यो चाहिँ मेन रोड सुर्खेत जाने दाङ टु सुर्खेत भनौँ होइन ए हाम्रो देख्नुहुन्छ तकल्ल्या जस खजुरी खाऊ न यार यसले भने खजुरी पुरा गोजीमा प्याक गरिरहेको छ कसलाई लगिदियो यस्तो त गर्लफ्रेन्ड छ पनि छ मेरो त छैन यार अब गर्लफ्रेन्ड पिरियड पर्यो है अब के गर्नु अब यस्तै रहेछ अब
गर्लफ्रेन्ड भन्ने मात्रै गाह्रो छ क्या यार गर्लफ्रेन्ड कसरी बनाउँछ क्या त ऊ त्यति पाखा बोल्छ म गएन आज है ल हाम्रो साथी गइसक्यो है ल के भन्नु होला अब के भन्नु छ गले नगएपछि मान्छेहरू यसरी खुसी हुन्छ नि खजुरीका फोटो खिचेर हालिदिन्छन् आफ्नो भनेपछि मोबाइल ठरायो हु गर्यो भला गर्नु पनि आउँदैन बोल्नु पनि आउँदैन हु गर्यो केही काम छैन त केही काम छैन ल आजलाई चाहिँ मेरो फर्स्ट भिडियो है साथीहरू अनि सबजनाले युट्युबमा गएर पनि हेरिदिनु होला युट्युब पनि हाल्छु होला च्यानललाई सब्सक्राइब अनि भिडियोमा लाइक अनि सेयर गर्नु चाहिँ नबिर्सनु होला अनि बेलायकन अल चाहिँ थिच्न पनि नभुल्नु होला भन्दै आजको भलो सकिन्छ बाइ